ल सबैमा सबैलाई गुड मर्निङ। ल शुभ बिहानीको सबैलाई है। ल हेरिहाल्नुहोस् म चाहिँ कहाँ छु भने चाहिँ यस्तै एकदम दामी जग्गामा छु है म चाहिँ। हेर्नुहोस् त बगरमा खोलाको बिहानीको मौसममा चिसो चिसो खोलाको छल्कोले हावा ल्याउँदा त एकदम माइन्ड त गुटुङटुङ फ्रेस भएर आउँदो रहेछ नि हौ। हेट यहाँ हेर्नुहोस् त त्यहाँ माथिको डाँडाहरू कस्तो मजा छ हौ। कस्तो लाग्छ भन्नुहोस् है। यहाँ हेर्नुहोस् त यहाँ हेर्नुहोस् खोला चाहिँ फेरि खोलाको दहिरिहाल्नु मजाको छ। घाम आउँदैछ उता डाँडापट्टिबाट यसरी बगरमा बिहान बिहान चिसो चिसो खोलाको हावाको आनन्द लिँदै नि हिँडिरहेछु है म चाहिँ। फेरि एकदम फ्रेस एयर, न कुनै यहाँ के छ धुवा छ न के छ यहाँ कार्बन डाइअक्साइड। एकदम फ्रेस एयर, फ्रेस अक्सिजन स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ। हेर्नुहोस् त लु चारैपट्टि यता पनि पहाड बिचमा खोला। त्यही खोलाको बगरमा चाहिँ म यसरी हिँड्दैछु। पानी चाहिँ चिसो रहेछ बिहान बेलुका चाहिँ खोलाको पानी एकदम चिसो हुन्छ। अब अलिक दिनमा त झन् पुरै दिनमा पनि चिसो हुन्छ, पुरै ठन्डा लागिसकेपछि। अहिले जनवरीतिर चाहिँ पुरै फिराउने चिसो हुन्छ खुट्टाहरू। अहिले पनि चिसो नै छ। लु यहाँ चाहिँ यो बगरमा चाहिँ घाम आइसकेको छ। मेरो त आँखामा घाम आयो त हेर्नु नसक्ने भयो त। घाम चाहिँ यता माथिबाट आउने घामको किरण हेरिहाल्नुहोस्। यता मजाको छ ओह्रालो पनि त यही बगर जानुपर्ने भयो मेरो चाहिँ। अब लु तपाईँ कस्तो लाग्छ भन्नुहोस् है खोलाको यस्तो बगर तपाईँहरूलाई यो मनोरम दृश्यहरू चाहिँ लु त भनिदिनुहोस् है। बिहानी पख भन्नुहोस् त। बिहानी पखमै हिँड्दैछु म। बिहानी भन्दा मैले त तपाईँको घाम ढुलिसक्यो। फेरि भेटौँ एकदम। यो मेरो मिनी सर्ट एकदम सर्ट भन्दा पनि एकदम छोटो भिडियो हो है। किनभने अब म चाहिँ यो यहाँ खोला तर्नु पर्ने हुन्छ। किनभने यहाँ चाहिँ खोला अलिक निकै गहिरो नै रहेछ हो। किनभने देखिहाल्नु पनि यहीँ म चाहिँ यहाँबाट तर्नु पऱ्यो नि त। अब अहिले उता पारि जानु पर्यो नि त। किनभने यताबाट पनि छैन, यो तल भित्ता छ, उता पाहाड छ, त्यहाँ पनि बाटो छैन। अब म तर्नुपर्ने चाहिँ यहाँबाट हो। हेरिहाल्नुहोस् अब यहाँबाट चाहिँ टक्क तर्नु जानु पऱ्यो। अलिक गहिरो त्यसो पनि ल अहिले चाहिँ अब खोला तर्नु पऱ्यो। लु राखेँ र चाहिँ अफ गरेर चाहिँ क्यामेरा सबै तर्नु पऱ्यो।